आदरणीय पाहुनाहरू, तपाईहरुको लागि यो भिडियो ढोकामा आएर ढकढक गरेर म आइपुगे ढोका खोल भन्ने होइन। बच्चा भएको घरमा यस्तो हुन्छ अवस्था। त्यसैले आउनुभन्दा 2 दिन 3 दिन अगाडि या 24 घण्टा टाइम छैन भने पनि तर फुत्तै नटप्किनु होला, किनभने बच्चा भएको घरमा अनेक थरी हुन्छ। बच्चाको खुसीको लागि एउटा आमाले के गरेको हुँदैन, तर आएर जज गरिदिन्छ, ए फलानाको घर त यस्तो फोहोर रे, ढिस्कराको घर त यस्तो हो रे। अब बच्चा भएको घर यस्तै हुन्छ। त्यसैले आउनुभन्दा पहिला नै इन्फर्म गर्नु होला, म आउँदैछु है भनेर खबर गर्नु होला। बच्चासँग सजिलो छैन नि, त्यसैले भोलि फेरि भन्ने बाटो हुन्छ। तपाईहरु नै भन्नुहुन्छ, आमामा यसको घर त कति फोहोर होला, के गरी बसेको होला। एउटा बच्चै त हेर्नु हो नि, के बच्चा हेरेर बस्दा पनि यस्तो फोहोर गरेर बसेको भन्नुहुन्छ नि। त्यसैले त्यो बरु नभन्नु, मेरो कानले नसुन्नु भन्दा अगाडि नै आउँदैछु भन्नु कि तपाईहरुको लागि चिरिचट्ट पारेर यता बरु डाइनिङ टेबलमा पुरा खाना पनि सजाएर राख्छु, त्यतिसम्म गर्छु। कुरा बुझ्नु भयो नि तपाईहरुले। अनि त्यसपछि यसरी किचनमा छिर्दाखेरि पनि अब किचनमै गाडी साडी, छोराको गाडी साडी यसरी यतातिर भेटिनु सकिन्छ। अनि कतितिर समेट्नु, बच्चै त हेर्नु हो नि भने चाहिँ कहाँ सजिलो छ।